आज 12 बजेसम्म शिक्षक आन्दोलन, त्यसपछि राप्रपाको बिजुली बजारमा विरोध प्रदर्शन। पूर्व राजा शाह र राप्रपाका 7 जना नेताहरूको निर्मल निवासमा भेटघाट। आदरणीय दर्शकबिन नमस्कार। आज आइतबार सरकारी शिक्षकहरू र राप्रपाले छुट्टा छुट्टै विरोध प्रदर्शन गर्दैछन्। शिक्षक आन्दोलन 2 साताभन्दा बढी समयदेखि जारी छ भने राप्रपाले आज एक दिन प्रदर्शन गर्न लागेको हो। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरूको आन्दोलन जारी छ। प्रदर्शन आज आइतबार पनि हुने भएको छ। नेपाल शिक्षक महासङ्घको अगुवाईमा देशभरका सामुदायिक विद्यालयका शिक्षक 18 दिन यता काठमाडौँमा सडक आन्दोलनमा छन्। आइतबार पनि त्यसलाई निरन्तरता दिइने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिएका छन्। 2082 वैशाख 7 गते शिक्षक महासङ्घको जुलुस तथा विरोध सभा कार्यक्रम बिहान 9 बजेबाट दिउँसो 12 बजेसम्म हुने कुरा जानकारी गराउँछौ, उनले शनिबार आफ्नो फेसबुक वालमा लेखेका थिए। शिक्षकले यसअघि मध्याह 12 देखि दिउँसो 3 बजेसम्म प्रदर्शन गर्दै आएका थिए। उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने गरेका छन्। आज आइतबार भने बिहान 9 देखि मध्याह 12 बजेसम्म प्रदर्शन गरिने सुवेदीले जनाएका छन् र 12 बजेपछि भने राप्रपाको प्रदर्शन हुनेछ। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कार्यकर्ताले पनि आज प्रदर्शन गर्नेछन्। अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा काठमाडौँमा प्रदर्शन हुने नेता मोहन श्रेष्ठले जानकारी दिएका छन्। आज वैशाख 7 गते अपराह्न 12 बजे हामी बिजुली बजार पुलमा भेट्नेछौँ। अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हामी शान्तिपूर्ण प्रदर्शन गर्नेछौँ, उनले भनेका छन्। गत बिहिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनमा कार्यक्रम घोषणा गरेको थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित 3 कुनै घटनामा पक्राउ परेकाहरूको रिहाई माग राखेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ। 26 चैत्रमा राप्रपाले बल्खुमा सभा गरेर आफ्ना नेताहरूको रिहाई र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको र फलस्वरूप राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज आइतबार काठमाडौँको बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्दैछ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार दिउँसो 12 बजेबाट प्रदर्शन सुरु हुनेछ। प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनेछन्। दर्शकबिन, पूर्व राजा ज्ञानेन्द्र शाहले राप्रपाका 7 जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन्। उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहित नेताहरूलाई बोलाएर छलफल गरेका हुन्। सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढे पनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको उच्च स्रोतले बतायो। पूर्व राजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलहरूका नेताहरूलाई बोलाएर लन्चसहितको छलफल गर्नुभएको हो। करिब 1.5 घण्टाको छलफलमा मूलतः पूर्व राजाले राजावादी समूह एकताबद्ध नभएको विषयमा बढी गुनासो गर्नुभयो। स्रोतको भनाइ छ, आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुन सक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्व राजाको धारणा थियो। जनमत वर्तमान गणतन्त्र विरुद्ध रहेको बुझाइका साथ आफूले फागुन 7 मा देशको समृद्ध र उन्नतिका निम्ति साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्व राजाको भनाइ थियो। सोही बमोजिम भनेको नवराज सुवेदी नेतृत्वको आन्दोलन समिति बनेपछि त्यसलाई राप्रपा नेतृत्वबाटै खुलेर साथ नरहेको बढी गुनासो सहितको सन्देश उनले प्रवाह गरेका थिए। यस्तै 3 कुने आन्दोलनको विषयमा पनि छलफल भए पनि विस्तृत कुरा स्रोतले खुलाउन चाहेनन्। स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहित पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए। यस विषयमा बुद्धिमान तामाङले पूर्व राजासँग भेट भएको स्वीकारे। उनले छलफलमा भएको विषयबारे भने खुल्न चाहेनन्। सम्पूर्ण सञ्चारप्रेमी दर्शकहरूलाई समाचार सुनिदिनु भएकोमा धन्यवाद। यस्तै सत्य तथ्य घटना हेर्न र सुन्नका लागि हाम्रो च्यानल सन्देश अनलाइनलाई 1 लाइक, 1 सेयर र 1 सब्स्क्राइब अवश्य गरिदिनु होला। धन्यवाद।